नमस्कार। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई गत जनवरी 3 तारिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले आफ्नै घरमा मध्यरातमा सुतिरहेको अवस्थामा आक्रमण गरेर अपहरण गरेर अमेरिका लगेको छ। यो विषयमा केही कुराकानी गरौँ। तेलको राजनीति र अमेरिकाको एउटा विस्तारवादी राजनीति के हो त भन्ने विषयमा तपाईहरुलाई म केही कुराहरू बुझाउन गइरहेको छु। निकोलस मदुरो अत्याधिक लोकप्रिय मान्छे भने होइनन्। त्यहाँ पनि उनी विवादित मान्छे हुन्। उनी कम्युनिस्ट शासन हो, केही हदसम्मको तानाशाह पनि थियो होला, त्यो अर्को पाटोको बहस भयो। तर अमेरिकाको स्पष्ट राजनीति के थियो भने तेलको राजनीति। अमेरिकाले भेनेजुएला संसारको सबैभन्दा ठुलो तेलको खानी छ भेनेजुएलामा। त्यसैलाई क्याप्चर गर्नको लागि अमेरिकाको विभिन्न सरकारहरूले विभिन्न समयदेखि कोसिस गर्दै आइरहेका थिए र सकेका थिएनन्। उनीहरूले त्यहाँ गर्नुपर्ने जति सबै कुराहरू गरिसकेका थिए। त्यो गर्दा पनि नसकेपछि उनीहरूले प्रत्यक्ष रूपमा हमला गरे। 150 वटा भन्दा बढी फाइटर प्लेनहरू भेनेजुएलामा छिरेर निकोलस मदुरोलाई आक्रमण गरे। र त्यो आक्रमण गर्ने हामी जहिले पनि भन्छौँ, एउटा हाम्रो नेपाली कम्युनिटीमा एउटा के छ भने शत्रुदेखि चाहिँ म आफै बाँच्न सक्छु, मलाई मित्रदेखि जोगाऊ भगवान भन्छन्। त्यहाँ पनि त्यस्तै भयो। भेनेजुएलाको राष्ट्रपति निकोलस मदुरो कहाँ बस्थे, के गर्थे, कति बेला खान्थे, कस्तो घरमा बस्थे, के लाउँथे, त्यो सबै चिजहरू अमेरिकन गुप्तचरहरू केही महिना अगाडि छिरेका थिए। तिनीहरूलाई मेसेज दिने चाहिँ त्यही भेनेजुएलाको राष्ट्रपति निकोलस मदुरोको टिमका मान्छेहरू थिए। त्यो आफ्नो टिमभित्र, उनको सर्कलभित्र त्यहाँ कोही थियो होला, सेना थियो होला, प्रहरी थियो होला, अथवा उनको घरमा काम गर्ने कोही थियो होला। ती मान्छेहरूले इन्फर्मेसन पास गरिरहेका थिए। त्यसैको आधारमा उनीहरूले सेटेलाइटबाट विभिन्न नक्साहरू निकालेर चाहिँ जस्तो घरमा उनी जस्तो दरबारमा भेनेजुएलामा बस्थे त्यस्तै दरबार अमेरिकामा उनीहरूले बनाएर त्यसमै अभ्यास गरेर त्यही हिसाबले आएर आक्रमण गरे। उनी भाग्न खोज्दै थिए। जब चाहिँ रातको 2 बजे उनीहरूले अमेरिकनहरूले त्योभन्दा अगाडि नै आक्रमण गर्न खोजिसकेका थिए। 2 दिन अगाडि नै आक्रमण गर्न खोजेका थिए। मौसम अनुकूल भएन र उनीहरूले गरेन। त्यो दिन असाध्यै राम्रो मौसम थियो र रातको 2 बजे अन्धाधुन्ध आक्रमण गरेर भेनेजुएलाको सबैभन्दा ठुलो चाहिँ त्यहाँको आर्मी बेस क्याम्पलाई नै उनीहरूले चाहिँ आक्रमण गरेर ध्वस्त बनाए र उनीहरूले सिस्टमेटिक हिसाबले लाइनहरू काटे, त्यहाँको पुरै राजधानी अन्धकार बनाए र दरबारभित्र छिरे। हेलिकप्टरबाट तल छिरे र तल छिरिसके पछाडि उनी एकदमै ठुलो ढोका भित्रपट्टि बस्थे। त्योभन्दा भित्र अझै भेनेजुएलाको राष्ट्रपति
सोध्यो उसलाई त भेनेजुएलाको तपाईको हो भन्दा म तपाईँ निकोलस मदुरो भनेर सोध्दा मदुरो भनेर सोध्दा चाहिँ उसले के भने म भेनेजुएलाको राष्ट्रपति बाबा राष्ट्रपति निकोलस मदुरो हो भनेर भने त्यो सामान्य कुरा भन्दा अलिकति भाषा निर्देशन हामीले के गरेको त्यति लामो सुनाइ भएन र उसलाई चाहिँ त्यहाँ रिटेन्सन सेन्टरमा लगेर राखिएको छ हैन अब मात्र 2 महिना उतै बस्छ अब अमेरिकाले चाहिँ अब अहिले के भइरहेको छ भने त्यहाँको हामीले तेल उनी सस्तो भन्छ हामी त्यहाँबाट तेल ल्याउँछौँ तेल ल्याएर त्यो पैसा हामी भेनेजुएला पनि लगानी गर्छौँ भनेर विभिन्न आरोपहरू लगाएको छ ड्रग्सको आरोपहरू लगाएको छ र अमेरिकामा चाहिँ हातेको सप्लाई आरोप लगाएको छ अब यो विस्तारवाद यो साम्राज्यवाद भनेको कस्तो हुन्छ भने तपाईको इजरायलले त्यहाँ गएर गाजामा लाखौँ मान्छे मारिदिएको छ केटाकेटी मारिदिएको छ केटाकेटीको त एक हृदय हात देख्न सकिन्छ त्यहाँ तपाईँहरूले त्यस्तै हिसाबले इजरायल आक्रमण गरेको छ इजरायल भनेको त अमेरिका जान्छ भने नि त एउटा शक्ति खडा राखेको त हो त्यसरी मारिदिएको छ मानव कुरै छैन। भेनेजुएलामा एउटा राष्ट्रपति अलिकति केही हदसम्मको तानासा थियो होला, उनले त्यस्तो धेरै त्यस्तो जघन्य अपराध त गरेका छैनन्, एउटा अलिकति डिक्टेटरसिप लादेका हुन्, मान्छे मार्ने त्यति धेरै त्यस्तो खालको छैन। अब उनलाई तैँले चाहिँ मानवाधिकार उल्लङ्घनदेखि लिएर विभिन्न आरोप लगाएर चाहिँ त्यहाँनिर चाहिँ भेनेजुएलाको जनताको चाहिँ जीवन सुरक्षित भएन जस्ता त्यो अनावश्यक आरोप एउटा सामान्य मान्छेले नबुझ्ने आरोप लगाएर लिएर गएको छ भनेपछि उनीहरूले मारेको मान्छेको हिसाबै छैन, अफगानिस्तानमा मारेको मान्छेको हिसाबै छैन, त्यहाँ मानवाधिकार पुरै हुँदैन, उनीहरूले सिरियामा मान्छे मारेको हिसाब किताबै हुँदैन, उनीहरूले चाहिँ गएर गाजामा मान्छे मारेको उसको नेतृत्वले मान्छे मारेको हिसाब किताबै हुँदैन। मानवाधिकारको पनि अब कुन हिसाबले चाहिँ मानवाधिकारलाई चाहिँ परिभाषित गर्ने भन्ने पनि प्रश्न छ। त्यसैले तपाईँ हामीले बुझ्नुपर्ने चाहिँ तेलको राजनीति अहिले अमेरिकाले स्पष्ट बुझ्नुपर्ने चाहिँ भेनेजुएलामा तेलको राजनीति हो। निकोलस मदुरो सफल असफल भन्दा पनि निकोलस मदुरोलाई सफल असफल भन्ने चाहिँ भेनेजुएलाको जनताले भन्ने हो, उसलाई सफल बनाउनु पनि त्यहीँका जनताले हो, असफल हुन् भने सत्ताबाट निकाल्ने पनि उनले हो, त्यहीँका जनताले हो। त्यहाँका जनताले निकोलस मदुरोलाई घिसारेर रोडमा लान पनि पाए, मार्न पनि पाए। त्यहाँका जनताले आफ्नो देशको एउटा चाहिँ सरकार प्रमुखलाई गल्ती गर्यो भने उनीहरूले कुन कारबाही गर्छन् त्यो आन्दोलनले गर्छ कि होइन, उनीहरूले चाहिँ त्यहाँ जुनसुकै हिसाबले उनीहरूले गर्न पाए, तर एउटा देश नै लागेर सिँगै देशले गएर आक्रमण गरेर राष्ट्रपति ल्याउने कुरा चाहिँ 21औं शताब्दीमा त्यो जायज छैन र अमेरिकाको हातबाट एउटा साम्राज्यवादको चाबी फुत्किन लागेको छ। त्यो चाबी फुत्किने अब लगभग त्यो अमेरिकाको हातमा छैन। अब एउटा पहिला त विस्तारवादी नीति साम्राज्यवादी नीति जता पनि गएर चाहिँ उसले उ गर्ने खालको चाहिँ आक्रमण गर्ने र आफ्नो बनाउने खालको त्यो भौतिक नभए पनि उसले चाहिँ अप्रत्यक्ष रूपमा भए पनि एउटा खालको साम्राज्यवादी नीति नै उसको थियो र साम्राज्यवाद विस्तार गरेको थियो। त्यो अब लगभग हातमा फुस्किएको छ, लगभग फुस्किसकेको छ, किनभने चाइना पावरफुल बनेर आएको छ। उसको मुद्रा चाहिँ अब अमेरिकाको मुद्राहरू बिस्तारै अवमूल्यन हुँदैछ। यतापट्टि चाहिँ चाइना लगायतका चाइना ब्राजिल लगायतका देशहरूले चाहिँ रसिया लगायतका देशहरूले चाहिँ आफ्नै मुद्रा बनाउँदैछन्। उनीहरूले त्यो मुद्रा भयो भने डलरको मूल्य अब घट्दैछ। एकपल्ट बेलायत त्यस्तै थियो, संसारभरि चाहिँ एउटा कोलोनी गरेको बेलायत अहिले कुल जिडिपीको 60% भन्दा बढी ऋणमा डुबेको छ। एकपल्टको सोभियत सङ्घ त्यति नै पावरफुल थियो, अहिले जति अमेरिका पावरफुल थियो त्यति नै पावरफुल थियो। अहिले सोभियत सङ्घको पतन भएर यो हालतमा छ र अमेरिकाको पनि लगभग अब चाहिँ पतन निश्चित छ र यसरी नै गएर आक्रमण गर्दै केही वर्ष जाने भने अमेरिकाको पतन निश्चित छ। अर्थतन्त्रको हिसाबले पनि अमेरिकाभन्दा चाइना धेरै माथि गइसकेको छ। उसले अब केही 2030 भित्रमा लगभग अब सबै हिसाबले अमेरिका चाइनाले लिड गर्दैछ। त्यो हिसाबले पनि त्यो छटपट्टि हो। त्यो